एन्ड नमस्ते सबैजनालाई। जोभिजनको तर्फबाट यो प्रस्तुत यस भिडियोमा म हजुरहरू सबैजनालाई स्वागत गर्दछु। आजको यस भिडियोमा हामीले जोभिजनको एनबिआरमा रेकर्ड भएको भिडियोजहरूलाई कसरी पेन ड्राइभमा ब्याकअप लिने भन्ने कुराको चर्चा गर्न गइरहेको छौँ। कुनै पनि घटना घटेपछि हामीलाई त्यस घटनाको ब्याकअप प्रहरीलाई दिनु परेमा वा सो घटनाको ब्याकअप आवश्यक परेको बेला कसरी एनबिआरबाट पेन ड्राइभमा सुरक्षित राख्ने भन्ने पनि यसै भिडियोमा हामी हेर्न गइरहेका छौँ। र यसरी ब्याकअप गरिएको भिडियोलाई कम्प्युटर वा ल्यापटपमा कसरी प्ले गर्ने भन्ने कुरा पनि यस भिडियोमा चर्चा गर्नेछौँ। र सो भिडियो प्ले गर्नलाई चाहिने आवश्यक सफ्टवेयरको पनि हामी यस भिडियोमा हेर्न गइरहेको छौँ। सर्वप्रथम के गर्ने भन्दाखेरि हामी यसरी राइट क्लिक गरौँ, मेन मेनुमा जाउँ। यहाँ हामीसँग ब्याकअप भन्ने अप्सन छ अनि स्टोरेज भन्ने छ। अब स्टोरेजमा गयो भने यहाँ हाम्रो हार्ड डिस्कमा रेकर्ड भइरहेको छ भिडियो भनेर यहाँ देखाउँछ। तपाईँको फ्री कति छ त्यो पहिला रेकर्ड भएको छ कि छैन यहाँ हेर्नु पर्यो है। त्यस पछाडि तपाईँलाई जस्तै अब यहाँ प्लेब्याक हेर्नु भने प्लेब्याकमा पनि देखिन्छ त्यो कुराहरू। अब यो एनबिआरमा रेकर्ड भएको भिडियोलाई हामीले पेन ड्राइभमा राख्नलाई चाहिँ युएसबी यहाँ माथिपट्टि हेर्नुहोस्, यो स्टोरेजमै जस्तै फेरि म एकचोटि फेरि गर्न गइरहेको छु। मेन मेनुमा जानुहोस्, पासवर्ड हालेपछि लगइन गर्नु होला अनि स्टोरेजमा जानुहोस्। त्यस पछाडि यहाँ युएसबी ब्याकअप भन्ने छ, यसमा जानुहोस्। यहाँनिर मैले चाहिँ हाम्रो एनबिआरको पछाडिपट्टि युएसबी पेन ड्राइभ हाल्ने ठाउँ छ, त्यहाँनिर त्यो पेन ड्राइभ हालेको छु। यो पेन ड्राइभलाई हालिसकेपछि चाहिँ सेलेक्ट गर्नुहोस्, सुरुमा चाहिँ फर्मेट गर्नुहोस्, ओके गर्नुहोस्। यो पेन ड्राइभलाई आफै उसले फर्मेट गरिदिन्छ। मेरो पेन ड्राइभ 8 जिबीको हो, यहाँ 9.1 जिबी देखाइरहेछ। फर्मेट भइसकेपछि तपाईँ त्यस पछाडि चाहिँ अब यसलाई चाहिँ ब्याकअप लिनु पऱ्यो भने ब्याकअपमा जानुहोस्। ब्याकअपमा गइसकेपछि कहिलेदेखि कहिलेसम्मको भिडियो ब्याकअप गर्ने, कुन च्यानलको गर्ने। जस्तै मेरो अहिले यहाँ क्यामेरा मैले एउटा मात्रै लगाइरहेको छु, मैले च्यानल 1 मा हालेँ। आज भर्खरै स्टार्ट गरेको, त्यही भएर म हिजोदेखिको नै चाहन्छु भने यहाँ म हिजोको डेट हालेँ। यो टाइम भनेको चाहिँ राति 12 बजेदेखि 00 अनि यो भनेको चाहिँ 11 बजेर 59 त्यही 12 बजेसम्म। अब यहाँनिर सर्च गरौँ। सर्च गरेपछि यो क्यामेराको च्यानल नम्बर 1 को सबै भिडियो देखायो। अब यो चाहिँ यहाँ विचार गर्न सक्नुहुन्छ आधी घन्टाको सबै भिडियो छ है। यो आधी घन्टाकै नै किन आयो भनेर सोध्नुभयो भने चाहिँ यहाँ तपाईँले रेकर्डमा चाहिँ हेर्न सक्नुहुन्छ। हामीले चाहिँ फाइल लेन्थ 30 हालेछौँ। फाइल लेन्थ 30 भनेको चाहिँ 30 मिनट हो है। त्यस्तै फेरि यसलाई तपाईँले घटाउन सक्नुहुन्छ। तपाईँले 15 मिनट राख्नुभयो भने 15 मिनट, 5 मिनट राख्नु, 5 मिनटको चाहिँ यसले चाहिँ फाइलहरू बनाउँछ। त्यस्तै फेरि हामी यहाँ ब्याकअपमा जाउँ। यो डेट हिजोको सेलेक्ट गरौँ अनि टाइम एज इट इज सर्च गरेँ। अब मलाई कुन फाइल ब्याकअप गर्नु छ, सपोज मलाई एउटा यो 4 बजेको फाइल ब्याकअप गर्नु छ भने मैले यसरी सेलेक्ट गरेँ। अब तपाईँले भिडियो प्लेब्याक गरेर हेर्दै हुनुहुन्छ, तपाईँको घटना कतिखेर घटेको छ त्यो टाइम तपाईँलाई थाहा भइसकेपछि ठ्याक्कै त्यतिखेरको टाइम सेलेक्ट गर्नुहोस्, त्यसरी ब्याकअपमा क्लिक गर्नुहोस् अनि कन्फर्म टु स्टार्ट ब्याकअप भनेर पपअप आउँछ, त्यसलाई ओके गर्नुहोस्। ओके गरेपछि त्यो फाइल तपाईँको पेन ड्राइभमा चाहिँ उसले ब्याकअप गरिदिन्छ। ल एकछिन हामी हेर्दैछौँ यहाँ। ब्याकअप भइसकेपछि ब्याकअप सक्सिड भनेर भन्छ, यसरी ओके गर्नुहोस् है। अब फेरि तपाईँ यहाँ स्टोरेजमा हेर्न सक्नुहुन्छ होइन। यो डिस्क यसमा चाहिँ अघि चाहिँ हामीले फर्मेट गर्दाखेरि 7.91 नै फ्री देखाइरहेछ, अहिले चाहिँ 7.76 फ्री देखाइरहेछ भन्नाले हाम्रो यो फाइल ब्याकअप भइसकेको छ। र अब हामी यो फाइललाई ब्याकअप गरिसकेपछि कम्प्युटरमा कसरी प्ले गर्ने भन्नेतिर हेर्न गइरहेका छौँ। ब्याकअप लिइसकेको डेटालाई चाहिँ कम्प्युटरमा कसरी प्ले गर्ने भन्ने कुरा हामी कम्प्युटरबाटै हेरौँ है। यहाँ चाहिँ अहिले चाहिँ ल्यापटप युज भइरहेछ। मैले पेन ड्राइभ अलरेडी जोडिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ मेरो यहाँ पेन ड्राइभ जोडिएको छ सिस्टममा। त्यस पिसी गएर हेऱ्यौँ भने यहाँनिर हामीले पेन ड्राइभ जोडिरहेछौँ है, युएसबी। यो मेरो पेन ड्राइभ हो, यहाँनिर यो फाइल छ। यो फाइललाई यसरी प्ले गर्दाखेरि भिएलसी बाई डिफल्ट यो प्ले हुँदैन, यहाँनिर यो प्ले भइरहेको छैन।
अब यसलाई प्ले गर्नलाई के गर्नुपर्छ भने भिएलसीमा पनि सेटिङ छ, भिएलसीबाट गर्दा हुन्छ। तर हामीले चाहिँ जो भिजनको तर्फबाट यसको लागि छुट्टै सफ्टवेयर बनाएर जो भिजनको वेबसाइटमा राखिदिएको छ, त्यसबाट गर्नु भने झन् बेटर हुन्छ तपाईँहरूलाई। त्यसको लागि के गर्ने भन्दाखेरि जो भिजनको वेबसाइट खोल्नुहोस्, यसरी jovision.security.com, अनि सपोर्टमा एफएक्यू भन्ने अप्सन छ, यहाँनिर अदर्समा जानुहोस्, अनि माथि सबसे फर्स्टमै भिडियो ब्याकअप फाइल नट वर्किङ इन मिडिया प्लेयर और भिएलसी भनेर छ, यसमा क्लिक गर्नुहोस्। यहाँनिर तपाईँलाई एउटा अप्सन दिएको छ पोर्ट प्लेयर डट टिभी भनेर, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईँलाई 32 बिट या 64 बिट जुन चाहिन्छ त्यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। मेरो सिस्टम 64 बिटको छ, मैले 64 बिटको डाउनलोड गरेँ, डाउनलोड हुँदैछ। यो सफ्टवेयर युज गरेर तपाईँले जस्तै जो भिजनको वायरलेस जुन क्यामेराहरू छ, जुन हामी मेमोरी कार्ड हाल्छौँ, त्यो मेमोरी कार्डमा रेकर्ड भएको भिडियोहरूलाई पनि यही सफ्टवेयरबाट हामी प्ले गर्न सक्छौँ। सबैको लागि चाहिँ चाहिने सफ्टवेयर चाहिँ यही हो, पट प्लेयर भनेर छ। छोटो फाइल नै छ, 40 MB को, त्यस्तो ठुलो होइन। यहाँ सबै विन्डोज 7देखि लिएर 11सम्म चल्छ है त। यो डाउनलोड भइसकेपछि यसलाई डबल क्लिक गर्नुहोस्। ल्याङ्ग्वेज इङ्ग्लिस, नेक्स्ट, आई एग्री, जे छ एज इट इज छोडिदिनुहोस् बाई डिफल्ट नै, नेक्स्ट गरिदिनुहोस्। तपाईँलाई यहाँ इन्स्टल, यो भिडियोको सरी यो प्लेयर डाउनलोड गर्ने लिङ्क चाहिँ मैले डिस्क्रिप्सनमा पनि हालिदिन्छु। त्यो भएपछि तपाईँलाई इन्स्टल, यो तपाईँलाई अब एक्स्ट्रा केही चाहिन्छ भने गर्दा हुन्छ, नभए अनचेक गरिदिँदा नि हुन्छ, यिनीहरूलाई केही फरक पर्दैन, क्लोज गरिदिनुहोस्। उसले केही लिनु छ भने एक्स्ट्रा फाइल्सहरू नेटमा जुन लेटेस्ट छ त्यो फाइलहरूलाई चाहिँ उहाँहरूले डाउनलोड गरिदिनुहुन्छ है, बाई डिफल्ट। भइसकेपछि क्लोज गरिदिनुहोस्। अब यहाँनिर यो फाइल जुन छ अघिको हाम्रो यो फाइल, यसलाई चाहिँ राइट क्लिक, ओपन विथ है, पोर्ट प्लेयर, यसमा प्ले गर्नुभयो भने तपाईँको पोर्ट प्लेयरबाट र फाइल मजाले प्ले हुन्छ है त। यसरी हामी जो भिजनको क्यामेरा वा एनबिआरमा रेकर्ड भएको भिडियोहरू र वायरलेस क्यामेरा या हाम्रो जुन सानो क्यामेराहरू छ जसमा चाहिँ मेमोरी कार्ड लाग्छ, या ठुलो क्यामेरा जुन मेमोरी कार्डमा रेकर्ड भएको हुन्छ, त्यो भिडियोहरूलाई चाहिँ हामीले यसरी प्ले गर्न सक्छौँ। आजको यस भिडियोमा हामीले यो ब्याकअप कसरी लिने र मेमोरी कार्डहरूमा भएको फाइलहरूलाई कसरी प्ले गर्ने भन्ने कुरा आज हामीले हेऱ्यौँ। हस्त, धन्यवाद।